हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। सो आज हामी चाहिँ सिमसार भन्ने ठाउँमा आएको छौँ। हामी चाहिँ अब केही पैसा उहाँलाई सहयोग गर्ने सोचमा हुनुहुन्छ। माझी तपाईँको यहाँको घर मेरो घर चाहिँ हो त हजुर यहाँको आँखा चाहिँ के गरेर गुमाउनु भयो त त्यही त बाबु हेर्नु गएको एउटा चाहिँ देख्नुहुन्न, एउटाले चाहिँ देख्नुहुन्न। एउटा देख्नु चाहिँ यो पनि मतर हुन थालेको छ। हजुर कसरी हो यो कसरी सर पनि खेल्दै हुनुहुन्छ। तर पछि चाहिँ मेरो खेल्ने चाहिँ यहाँ टार्गेट छ है। खेल्न खेल ठिकै छ। पक्रिनु तर विशेष गरी यो चाहिँ बच्चाहरूको निगरानीमा रहेर बच्चाहरूको खेल्ने एउटा राम्रो ठाउँ रहेको छ। के हो भाइ पुरै? अनि यो त के को मार्क्स हो? मार्क्स लगाएर चाहिँ पुरै यो के को मार्क्स रे भनिदिनु त ब्याटम्यानको ल ठिक छ। एक्सक्युज मी, ओके जस्ट 1 मिनट है। ओके बार नआउने हो ठुलोले खेल्नु, जस्तो मजा चाहिँ लागिरहेको छ। र मैले बहिनीलाई अब 2 चोटि घुमेर चाहिँ मैले दिइहाल्छु ल। कस्तो छ भाइ रमाइलो छ ओके ल, एकदम मजा आयो तपाईँको पालो है। तर सरलाई चिन्नु गाह्रो भयो। त्यो भयो अब अर्को खेल्नु ल पिन खेल्नु ल बजेट भयो ल। अब हामी चाहिँ कहाँ प्रवेश गर्छौँ पिनमा यता आउनुहोस्। लु आउनु त यहाँ ल असिमको पालो, असिम पनि यहाँ चढ्छ। ओके ल लु भन्दा यहाँ आऊ भान्जा यहाँ चढ। खै लु खै यहाँ आउनु त म चढाइदिन्छु यहाँ चढ। यहाँदेखि चढेर एकजना यहाँ यता बस्ने लु उठ्नु आइन्स मजाले समाएर बस ल। तर पक्रिनु ल पक्रिनु ल भयो अब अब अहिले एकछिन खानु। अहिले खानु ल कि खाइहाल्ने ल ल स्पिड आयो ल स्पिड आयो स्पिड आयो बहिनीहरूको पनि यसो बिस्तारै गर बिस्तारै 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 किन रमाइलो गर्नु भएको छ। बिस्तारो यतिखेर चाहिँ घर जाने क्रममा चाहिँ हाम्रो टोलीको साथीहरू चाहिँ भ्यू टावरमा एकचोटि जाने भन्ने कुरा गर्नुभयो। यता देख्नुहुन्छ यो चाहिँ भ्यू टावर हो। हाम्रो केपी शर्मा ओलीले आफ्नो गृह क्षेत्रमा चाहिँ बनाउनु भएको भ्यू टावर हो। अहिलेको वर्ष यो चाहिँ अस्ति जेनजी आन्दोलनको क्रममा चाहिँ अलिकति यसमा छेद विच्छेद भएको छ, अलिकति क्षति पुग्न गएको छ। र अहिलेको हाम्रो वर्तमान गृहमन्त्री सुदन गुरुङज्यूले चाहिँ भन्दै हुनुहुन्छ कि यसमा चाहिँ हामीले चाहिँ अब सामुदायिक अस्पतालको रूपमा चाहिँ यसलाई पुनः स्थापना गर्ने भनेर भन्नुभएको छ। हेरौँ उहाँले गर्नुभएको त्यो कुरा चाहिँ के कतिको पुरा हुन्छ यहाँ हुँदैन। तर हाम्रो टोलीहरू चाहिँ यहाँ चाहिँ हाम्रो चाहिँ 3 जनाको मान्छेहरूसँग भेट भयो। त्यही भएर चाहिँ यो पनि भन्ने कुरो गरेको थियो त्यहाँ कसैले भन्थ्यो त्यहाँ चाहिँ अब बस्तीले नदिएको अरे भन्ने खालको कुरो कहाँनिर पिटिङ नगर कता मालिचोक कहाँनिर चोकमा अहिले मेरो उहाँ तल टाउरे चोकदेखि तलमा के जाने भित्री बाटो जङ्गलभित्र चस्मा लिएर जाने कि नली जाने? लिएर जाने। नली गयो भने के हुन्छ? मम्मीले कुट्नुहुन्छ। मम्मीले कुट्नुहुन्छ? त्यो तिमीले पनि अहिले झार्छ फेरि यहाँ धुलोमा चल्दै फेरि चस्मा के लाग्छ के? ल त साथीहरू आजको भिडियो यति नै। बाँकी अर्को भिडियोमा भेटौँ है त।